सो हेलो एन्ड नमस्ते गाइज, के छ तपाईँहरूको खबर? मेरो एकदम ठिकठाक छ भन्नुपर्छ होइन। अनि मेरो चाहिँ खासमा के भयो भने नि, मेरो युट्युब आइडी गयो साथी हो होइन। अब के गर्ने होला त यार, झ्याउ भइहाल्यो नि। मेरो युट्युब आइडी चाहिँ के भयो भने, मेरो युट्युब आइडी अस्ति मैले फोनको लक बिर्सेको थिएँ अनि त्यसपछि अर्को पासवर्ड खोलेको, त्यो अब युट्युब आइडी सब गयो क्या। अब फेसबुक त छ, फेसबुकमा त छ ठिकै छ, युट्युब आइडी चाहिँ ल्याम्बै गयो क्या। के गर्ने होला त, अब नयाँ खोल्नु भएको उपाय थिएन होइन। त्यही गाइस, मैले युट्युब आइडी नयाँ खोलेको छु होइन। अब त्यही त हो नि होइन, आरडी भ्लगर छ, सब्सक्राइब गरिदिनु होला होइन। जतिजना सब्सक्राइब गर्नु भएको छ भ्लगर सुपा, त्यतिजनाले आरडी भ्लगर पनि सब्सक्राइब गरिदिनु होला। अनि त्यही गाइस, म फेसबुक पनि हालिदिन्छु मेरो युट्युब आइडी होइन। अझै 0 सब्सक्राइब छ क्या, 0 भन्न लाज लाग्ने छ क्या, 0 सब्सक्राइब छ होइन। त्यही भएर सब्सक्राइब गरिदिनु होला। तर सब कुरा त गर्दै जाने हो क्या होइन, सब कुरा गर्ने हो। एक दिन त कसो नहोला क्या होइन गाइस, एक दिन त हुन्छ क्या, हुन्छ। मलाई चाहिँ विश्वास छ क्या, हुन्छु भनेर विश्वास चाहिँ छ। तर कहिले अल्छी लाग्छ क्या यो भ्लग गर्न, झ्याउ लाग्छ मलाई। सो मौसम त बाल भएछ त अब। यतिको मौसम भयो, मलाई के चाहियो त अरू। हामी यस्तो संसार सजाउला, हामी यस्तो संसार सजाउला, चाहिँदैन। हुन्छ ठिक छ, केही छैन। सरी है क्या, म के चाहिँ पो गर्छु र त, म कुट्ने होइन के थर्काउने होइन। सो गाइस, अनि हजुरहरूको खबर के छ त? मेरो एकदम यो चाहिँ आफ्टर धेरै लङ टाइम पछिको भ्लग हो होइन। के छ होला, कस्तो छ होला खबर भन्नुहोस्। अनि त्यसपछि कमेन्ट गरिदिनु न ल त है। हामी यस्तो संसार सजाउला। सो गाइस, अब मैले चाहिँ त्यो पहिलाको जस्तो बौला चलाउन चाहिँ छाडेँ है त। अब पहिलाको जस्तो हेभी बौला चलाउने, रफ चलाएर पुरा कुदाउने त्यो छाडिदिएँ क्या मैले। अब म सुत्रेँ नि त, म सुत्रेँ होइन, म सुत्रेँ गाइस। त्यही भएर मैले त्यस्तो कुरा छाडिदिएँ। सो त्यही भएर अबदेखिको उताको भ्लग चाहिँ एकदम दामी आउँछ, एकदम बवाल आउँछ होइन। सो हेरिदिनु होला। अनि टक्क सब्सक्राइब नि गरिदिनुहोस् होइन, हेरिदिनुहोस्। अब त्यही त। अनि अब पहिलाको भ्लग त गयो होइन, के गर्ने अब, त्यो भ्लग फर्केर आउँदै होइन। सो त्यही भएर नेक्स्ट अब अर्को भ्लग आउँछ, त्यसमा चाहिँ बबाल सब्सक्राइब हाल्नु पऱ्यो। फेसबुकमा लाइक कमेन्ट सब्सक्राइब, एपमा सब्सक्राइब सेयर गरिदिनु पऱ्यो है त। ल त कस्तो पानी हो यार यो यस्तो पानी चाहिँ त म कुन दिन आएर सफा गर्छु होला जस्तो नि लाग्छ। कहिले कस्तो भने चाहिँ लाग्छ क्या, अब खाल्टा खुट्टा हेर्ने यताउता। तर गाउँको भन्दा त कति राम्रो हो हुनु त। अब किसी त गर्नु नपाइने हो, तै पनि अलिकति किस गर्न मन लाग्यो। सो गाइस, त्यही भएर गरिदिएको मात्रै ल। ल त है गाइस, अब सब्सक्राइब हान्ने नहान्ने तपाईँको हातमा छैन।
सो त्यही भएर अबको भ्लग चाहिँ खत्रै आउँछ होइन, हेर्न नभुल्नुहोस् होइन, नबिर्सिनुहोस् न होइन, हेर्न चाहिँ हेर्नु चाहिँ पऱ्यो है जस्तो पनि गाइस, हेर्नु चाहिँ पऱ्यो। मेरो भ्लग कहिलेकाहीँ रमाइलो नि आउँछ, फेरि बबाल मिठो नि आउँछ। हेट के भन्नु भाइ यार, कहिलेकाहीँ त फेरि भ्लग त यस्तो आउँछ नि यस्तो आउँछ नि। सधैँ आएको भए नि हुन्थ्यो जस्तो लाग्ने गरी पो आउँछ त मेरो भ्लग त, बुझ्नुभयो त। कत्रो लेन हो आम्मामा यार, पुरै नेक्स्ट लेनमा आइरहेछ त बाबा। तर यो अर्को जुन लेनमा कुद्यो नि नकुद्यो नि त मतलब गर्ने कुरा त भएन हुन त होइन, तै पनि अलिकति नियममा हिँडौँ भन्ने चाहिँ हो क्या सबैजना। हामी यस्तो संसार सजाउला, चाहिँदैन सुनको सुनैको बाला। ओहो मिठो दिन लाग्यो यार। जुन हेर्नु तिमी माथि माथि, वाउ के हो र यो, सम्पूर्ण बडावासीहरूमा यति रहेछ पढ्न जानेको मैले। हामी यस्तो संसार सजाउला जहाँ हामी दुई मात्रै रमाउला। अच्छा तो ये बात है, कहाँ जाउँ भनेपछि अरू केही नखाने चुरोट त खानु पर्यो होइन, चुरोट खाने मात्रै भयो पनि कहाँ जाउँ त अब। मलाई ओ भाइ भन्छ फेरि भरेमा सालाले। कहाँतिर जाऊ, चुरोट त खानुपर्छ। जाउँ आज खोल्सातिर जाउँ न, के हुँदो रहेछ। यो रोड सधैँ मैले स्पिड रफ कुदाउने रोड हो, तर आज म बिस्तारै कुदाउँछु ल। 10 को स्पिडमा म कुदाउँछु आज। लास्ट स्लो कुदाउँछु। हामी यस्तो संसार सजाउला।
सो अनि यो पठाउ हान्दाखेरि चाहिँ याङको गर्दा राम्रो हुन्छ कि त्यो के भन्छ इनड्राइभ गर्दा राम्रो हुन्छ हौ त्यो दुइटामा एउटा भनिदिनु पऱ्यो क्या ठ्याक्कै अनि त्यसपछि अरू भनेको त्यो फर्म कसरी भनिन्छ क्या त्यो फर्म भन्नलाई के चाहिन्छ कहाँ जानुपर्छ के गर्नुपर्छ होइन केही नै थाहा भएन क्या अनि त्यही भएर यसो सोधे मात्र हो क्या ठिक हो ल यसो सोध्नु पऱ्यो क्या हल्का अनि त्यही भएर हाम्रै गाउँको दाइ पो रहेछ खतरा क्रस बाजारमा कसम अब जिन्दगी सरर मोटर गाडीमा भेट्नेले भेटिजान्छ बुझ्नेले बुझिजान्छ नि मत्सरमाइएन अब यहाँदेखि याङको फेरि गरिन्छ पठाउ हालिन्छ भएन फेरि सो गाइस त्यही हो ल बाई बाई नेक्स्ट भ्लगमा भेटौँला होइन त्यही त अनि अबको कुराकानीहरू यस्तै हुनेछ होइन अब नेक्स्ट भ्लगमा भेटेर मजा साथ कुरा गरौँला होइन त्यही हो ल गाइस बाई 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 बाई